ओके वेलकम। आजको भिडियो चाहिँ हामी ट्रान्सफर्मेसन भन्ने टपिक पढ्दैछौँ है। एकदमै इम्पोर्टेन्ट टपिक फर बिएलई एज वेल एज एसी एक्जाम। ट्रान्सफर्मेसन है, ट्रान्सफर्मेसन को अर्थ हुन्छ चेन्जेस इन द सेन्टेन्स है। चेन्जेस इन द सेन्टेन्स नेपालीमा वाक्य परिवर्तन भन्छौँ हामी। चेन्जेस इन द सेन्टेन्स, सेन्टेन्स कसरी चेन्ज हुन्छ भन्नु नै ट्रान्सफर्मेसन हो है त। अब यसमा बेसिकली हामीले जान्नुपर्ने कुरा भनेको नम्बर 1 मा पोजिटिभ सेन्टेन्सलाई कसरी नेगेटिभमा लाने, कसरी नेगेटिभमा लाने, करणलाई कसरी अकरण गराउने अथवा अकरणमा बदल्ने नेपाली भन्नु पर्दाखेरिमा, अथवा पोजिटिभलाई अथवा नेगेटिभलाई कसरी यस नो क्वेसनमा लाने, यस नो क्वेसन अथवा यसलाई हामी इन्टेरोगेटिभ पनि भन्छौँ है। इन्टेरोगेटिभ, इन्टरोगेट गर्नु भने सोध्नु है। इन्टरोगेटिभ सेन्टेन्स पनि भन्छौँ। इन्टेरोगेटिभ, इन्टेरोगेटिभमा कसरी लाने अथवा त्यसलाई डब्लुएच मा कसरी चेन्ज गर्ने, डब्लुएच क्वेसनमा कसरी चेन्ज गर्ने भन्नु नै ट्रान्सफर्मेसन अफ द सेन्टेन्स हो। पहिला पोजिटिभ सेन्टेन्स भने के भनेर बुझ्नु पर्यो। पोजिटिभ सेन्टेन्सले जहिले पनि पोजिटिभ मिनिङ दिन्छ भन्नुको अर्थ त्यसमा नो नेभर नट हुँदैन भनेको है। नेगेटिभमा चाहिँ जहिले पनि के हुन्छ, नट हुन्छ, मिनिङ नेगेटिभ रहन्छ, होइन छैन भन्ने अर्थ आउँछ भने पोजिटिभमा हो छ भन्ने मिनिङ आउँछ। यस्तो क्वेसन भनेको के हो त, कुनै पनि क्वेसन सोद्धाखेरि यस अथवा नो आन्सर आउने क्वेसनलाई नै यस्तो क्वेसन भन्छौँ। जस्तो व्हाट इज योर नेम भन्यो भने हामीले यस अथवा नो भन्न मिल्छ त, मिल्दैन। तर आर यु फलानु, जस्तो आर यु प्रवीण भनेर सोध्यो भने त प्रवीण हो भने यस भन्नु पर्यो, होइन भने नो भन्नु पर्यो। यस र नो आन्सर आउने क्वेसन नै यस्तो क्वेसन हो। डब्लुएच क्वेसन भनेको डब्लुएच क्वेसन अथवा डब्लुएच वर्ड, जस्तो वाट, वेयर, वेन, वाइ, ई डब्लुएच वर्डबाट सुरु हुने क्वेसनलाई नै डब्लुएच क्वेसन भन्छौँ अथवा भनिन्छ। अब पहिलो कुरो, यो सबै सेन्टेन्सको हामीले के सिक्नु पर्यो, स्ट्रक्चर सिक्नु पर्यो। पोजिटिभ सेन्टेन्स कसरी बन्दछ, पोजिटिभ सेन्टेन्स कसरी बन्दछ त भन्दाखेरिमा सुरुमा सब्जेक्ट चाहियो। सब्जेक्ट भनेको डुअर, काम गर्ने मान्छे, कर्ता भन्छौँ नेपालीमा। अब सब्जेक्ट भन्दा पछाडि हामीलाई के चाहियो भन्दा भर्ब चाहियो। भर्बको ठाउँमा कहिलेकाहीँ अक्जिलरी भर्ब पनि हुन सक्छ। अनि अक्जिलरी भर्ब पछाडि भर्ब हुन्छ फेरि। यदि अक्जिलरी भर्ब छैन भने सिधै भर्ब आउँछ, यसलाई मेन भर्ब भन्नु पर्यो हामीले। प्लस लास्टमा अब्जेक्ट हुन्छ। यो भयो पोजिटिभ सेन्टेन्सको स्ट्रक्चर। अब नेगेटिभ सेन्टेन्स कसरी बन्दछ त भन्दाखेरि यो भर्बमा नट थपिदिने है, सब्जेक्ट अनि भर्बमा के थपिदिने, नट थपिदिने भन्नुको अर्थ भर्बलाई नेगेटिभमा लाने। प्लस अनि मेन भर्ब हुन्छ अनि लास्टमा अब्जेक्ट हुन्छ है। यो पोजिटिभ सेन्टेन्सको स्ट्रक्चर भयो। सो मैले पी लेख्दा छु, यो नेगेटिभ सेन्टेन्सको स्ट्रक्चर भयो है। अब त्यस पछाडि यस्तो क्वेसन कसरी बन्दछ त भन्दा यस्तो क्वेसनमा चाहिँ यो अक्जिलरी भर्ब सुरुमा आउँछ। यो अक्जिलरी भर्ब सुरुमा आउँछ, सुरुमै भर्ब आउँछ। यसलाई हामी अहिले अक्जिलरी भर्ब लेखौँ। सुरुमा अक्जिलरी भर्ब आउँछ प्लस सेकेन्डमा सब्जेक्ट आउँछ। अक्जिलरी भर्ब र सब्जेक्टले आफ्नो प्लेस चाहिँ के गर्छ, इन्टरचेन्ज, चेन्ज गर्छ। अब्जेक्ट जस्ताको तस्तै र क्वेसन भएकोले क्वेसन मार्क पनि चाहियो।
यसरी सरी है अक्सिलरी भर्ब अनि सब्जेक्ट भन्दा पछाडि मेन भर्ब चाहिन्छ एमभी लेखेँ मैले मेन भर्ब चाहिन्छ र लास्टमा अब्जेक्ट चाहिन्छ डब्लुएच क्वेसन समवट सिमिलर टु यस नो क्वेसन यसमा के हुन्छ सुरुमा डब्लुएच वर्ड हुन्छ त्यस पछाडि अक्सिलरी भर्ब एभी हुन्छ त्यस पछाडि सब्जेक्ट हुन्छ काम गर्ने मान्छे डुअर कर्ता अनि त्यस पछाडि हुन्छ मेन भर्ब लास्टमा अब्जेक्ट राखेर के गरिदिने क्वेसन मार्क राखिदिनु पर्यो यसरी सेन्टेन्स फर्म हुन्छ पोजिटिभ सेन्टेन्समा सब्जेक्ट फर्स्ट भर्ब अब्जेक्ट अथवा कहिलेकाहीँ भर्बको ठाउँमा अक्सिलरी भर्ब मेन भर्ब अब्जेक्ट हुन्छ भने नेगेटिभमा त्यही अक्सिलरी भर्ब अथवा मेन भर्बलाई नेगेटिभ गरिदिने भने यसमा क्वेसनमा सुरुमा अक्सिलरी भर्ब राखिदिने अनि सब्जेक्ट अनि मेन भर्ब लास्टमा अब्जेक्ट लास्टमा क्वेसन मार्क डब्लुएचमा समवट सिमिलर टु यसमा क्वेसन तर सुरुमा के हुन्छ डब्लुएच वर्ड हुन्छ यति बुझे पछाडि हामीले सेन्टेन्सको स्ट्रक्चर बुझ्यौं अब सेकेन्डली के बुझ्नु पर्यो भन्दाखेरिमा भर्बको नेगेटिभ फर्म के त भन्ने बुझ्नु पर्यो सिम्पल छ जस्तो अब तपाईको पोजिटिभ सेन्टेन्समा भर्ब 1 छ भने नेगेटिभ सेन्टेन्समा भर्ब 1 को नेगेटिभ डु नट हुन्छ त्यसैगरी भर्ब 5 छ पोजिटिभमा भने भर्ब 5 को नेगेटिभ हुन्छ डज नट सिम्पली सिक्यौं है त्यसैगरी भर्ब 2 छ भने भर्ब 2 को नेगेटिभ डिड नट हुन्छ स्ट्रक्चर के छ भन्दाखेरिमा हाम्रो पोजिटिभ सेन्टेन्समा सब्जेक्ट फर्स्ट आयो भर्ब सेकेन्ड आयो लास्टमा अब्जेक्ट जम्मैमा सेम हो अब सब्जेक्ट फर्स्ट भर्ब 5 अब्जेक्ट सब्जेक्ट फर्स्ट भर्ब 2 प्लस अब्जेक्ट अब यहाँ पनि त्यही हो सब्जेक्ट सुरुमा आउँछ भर्ब 1 को नेगेटिभ डु नट लास्टमा अब्जेक्ट यसरी आफै भर्बमा मिलिहाल्यो अब फेरि सुरुमा सब्जेक्ट भर्ब 5 को नेगेटिभ डजन्ट लास्टमा अब्जेक्ट है अब सुरुमा सब्जेक्ट भर्ब 1 को नेगेटिभ डिड नट लास्टमा अब्जेक्ट अब यसमा क्वेसनमा के छ त भन्दा यो अक्सिलरी भर्ब कहाँ आउँछ अगाडि आउँछ यो अक्सिलरी भर्बहरु कहाँ आउँछ अगाडि आउँछ जस्तो भर्ब 1 छ तपाईको सेन्टेन्समा पोजिटिभ सेन्टेन्समा भने भर्ब 1 को अक्सिलरी भर्ब के भयो हाम्रो डु भयो डुलाई फर्स्टमा राखिदियो अनि हामीलाई चाहियो सब्जेक्ट हाम्रो के छ सब्जेक्टको सब्जेक्ट भइहाल्यो सब्जेक्ट राखिदियो प्लस अब के चाहियो हामीलाई मेन भर्ब राखिदियो प्लस लास्टमा अब्जेक्ट क्वेसन मार्क यसमा क्वेसन बुझेपछि डब्लुएच क्वेसन बुझिहाल्नुहुन्छ सुरुमा डब्लुएच वर्ड राखिदिने मात्रै हो त्यस पछाडि अब के चाहियो जस्तो भर्ब 5 को नेगेटिभ डजन छ यसमा क्वेसन के त भन्दा यो डजलाई सुरुमा राखिदिने अनि के चाहियो सब्जेक्ट चाहियो मेन भर्ब चाहियो लास्टमा अब्जेक्ट क्वेसन मार्क है फेरि भर्ब 2 को नेगेटिभ डिड नट भयो यसमा क्वेसन के त सुरुमा डिड राखिदिने कुरा सजिलो छ प्लस सब्जेक्ट अब चाहियो मेन भर्ब प्लस अब्जेक्ट यति बुझ्नु पर्यो है यो चाहिँ तपाईले लेखेर प्र्याक्टिस गर्नुभयो भने एकदमै सजिलो तरिकाले बुझ्नुहुन्छ जस्तो अब एक्जाम्पल एउटा लियौं हैन जस्तै सब्जेक्टमा अब अहिले हामी भर्ब 5 युज गर्दियौं फर एक्जाम्पलको लागि सी हेल्प्स मी हैन भर्ब 5 छ हाम्रो यहाँनिर यसलाई नेगेटिभमा लानु पर्यो सब्जेक्ट फर्स्टमा नै हुन्छ सब्जेक्ट हाम्रो सी छ सी को सी राखिदिनुस् हेल्प्स को नेगेटिभ हुन्छ डज नट ही डज नट अब चाहे मेन भर्ब हामीलाई डज नट भन्दा पछाडि कहिले पनि फेरि भर्ब 5 आउँदैन किन डज अलरेडी भर्ब 5 हो यो हेल्प्सलाई हामी भर्ब 1 मा चेन्ज गरिदिनु पर्छ जहाँ पनि डिडन्ट हुँदाखेरि पनि त्यही हो डन हुँदाखेरि पनि त्यही हो सी डजन्ट हेल्प मी अब यसको एक्सनो क्वेसन के हो त भन्दा सुरुमा चाहिँ अक्सिलरी भर्ब यही डज अगाडि राखिदिने डज अब चाहे सब्जेक्ट डज सी अनि हेल्प मी डज भन्दा पछाडि जहिले पनि भर्ब 1 चाहियो सिम्पल छ कुरो अर्को एउटा एक्जाम्पल लियौं जस्तो भर्ब 2 वाला यसलाई म चेन्ज गर्छु सी हेल्पको भर्ब 2 हुन्छ हेल्प्ड मी सी हेल्प्ड मी अब चाहिँ हामीलाई नेगेटिभ यसलाई नेगेटिभमा कसरी लाने हेल्प हाम्रो
भर्ब टु छ, भर्ब टुको नेगेटिभ हुन्छ डिड नट हैन, सब्जेक्ट फेरि सी नै राखौँ। हेल्प भने भर्ब टु नेगेटिभ डिड नट र डजन्ट भन्दा पछाडि कहिले पनि फेरि भर्ब टु अथवा भर्ब 5 आउँदैन, भनेको दिएको भर्बलाई भर्ब 1 मा चेन्ज गर्नु पर्यो। हेल्प मी, सिम्पल छ कुरो। अब यस्तो क्वेसनमा लानु पर्यो, यहाँ भर्ब टु छ, यस्तो क्वेसनमा सुरुमा अक्सिलरी भर्ब हुन्छ अथवा भर्ब हुन्छ भनौँ, डिड, सब्जेक्ट हाम्रो सी, डिड सी। डिड भन्दा पछाडि भर्ब 1 आउँछ मेन भर्बको रूपमा, हेल्पलाई भर्ब 1 मा चेन्ज गरेर हेल्प गरिदियो, अनि अब्जेक्ट हाम्रो मी छ, डिड सी हेल्प मी क्वेसन मार्क, यसरी बन्दछ। मुख्य कन्फ्युजन भनेको भर्ब 1 भर्ब 5 भर्ब 2 मा छ, अरूमा छैन, किन अरू इजेमा वाज वर क्यान कुड भनेको खाली तिनीहरूको ठाउँ मात्रै चेन्ज गर्ने हो। अब हामी जाउँ अन्य अक्सिलरी भर्ब कसरी चेन्ज हुन्छ, सेन्टेन्स स्ट्रक्चर सिमिलर हो। जस्तो अहिले मैले यो भर्ब 1 भर्ब 5 भर्ब 2 को कुरा मेटेँ, अब अरू सबै सिम्पल छन्। यो चाहिँ बेसिक कन्सेप्टको लागि मात्रै हो, तर पढ्नुपर्ने बेलामा चाहिँ हामीले पोजिटिभ र नेगेटिभ छुट्टै, पोजिटिभ र यसमा छुट्टै पढ्नुपर्ने हुन्छ, किनभने त्यहाँ कतिपय कुराहरू एक्सेप्सनल कुराहरू पनि छन्, त्यो चाहिँ पढ्नुपर्ने हुन्छ इन डिटेल। अहिले चाहिँ बेसिक कन्सेप्ट मात्रै है त। अब भर्ब 1 भर्ब 5 भर्ब 2 हामीले बुझ्यौँ कसरी यसमा जान्छ, कसरी डब्लुएचमा जान्छ, कसरी नेगेटिभमा जान्छ भन्ने कुरा बुझ्यौँ। अरू जस्तो इजेमार कसरी चेन्ज गर्ने, भेरी सिम्पल छ, खाली के गरिदिने, नट थपिदिने मात्रै हो। यतापट्टि के गर्ने, यही अक्सिलरी भर्बलाई सुरुमा राखिदिने, इजेमार राखिदिने, अनि सब्जेक्ट राख्दिने, अघि जस्तै त हो, अनि भर्ब 4 हुन्छ जहिले पनि इजेमारसँग, लास्टमा अब्जेक्ट राखिदिने क्वेसन मार्क, भेरी सिम्पल। इजेमार आएपछि वाजर पनि आइहाल्छ, वाज वेयर आयो, यसलाई नेगेटिभ लानु पर्यो, खाली थप्नु पर्ने भनेको नट मात्रै हो। यस्तो क्वेसनमा के हुन्छ, यही वाज वर्डलाई अगाडि राखिदियो, वाज र वेयर अगाडि राखिदियो, त्यस पछाडि अब हुन्छ हाम्रो सब्जेक्ट, अनि हुन्छ भर्ब 4, लास्टमा अब्जेक्ट क्वेसन मार्क, भेरी सिम्पल छ। एउटा एक्जाम्पल लिउँ, E.G है, इक्जाम्पल लेख्ने बेलामा पनि क्यापिटल ई लेख्ने मिल्दैन है, क्यापिटल E.G गर्न मिल्दैन, त्यसको मिनिङ छैन, स्मलै हुनुपर्ने हुन्छ। अब एउटा एक्जाम्पल लिउँ है, जस्तो हि इज टिचिङ गरौँ न, कति सजिलो, हि इज टिचिङ ग्रामर भनौँ न, हि इज टिचिङ ग्रामर, यहाँ हाम्रो पोजिटिभ सेन्टेन्स भयो। यसलाई लानु पर्यो नेगेटिभमा, केही गर्नु पर्दैन, इज छ भने नट थपिदियो नि त, नेगेटिभ सेन्टेन्स के हो त, यो पोजिटिभ सेन्टेन्स हो, नेगेटिभ सेन्टेन्स के हो त यसको, हि त्यही इजमा नट थपिदिने हो, हि इज नट टिचिङ ग्रामर। अब यसलाई यस्तोमा लानु पर्यो, के गर्ने होइन, यस्तोमा लाँदा के गर्नु पर्यो, यो अक्सिलरी भर्ब फर्स्टमा आउँछ, सब्जेक्ट सेकेन्डमा जान्छ, यी माथिको। अब यो यस्तो क्वेसन भयो, अथवा यसलाई हामी इन्टरोगेटिभ पनि भन्छौँ। यस्तोमा के हुन्छ त भन्दा, सुरुमा चाह्यो भर्ब इज गरौँ, हि गरौँ, इज हि टिचिङ ग्रामर, यो क्वेसन सोधा हो, के ऊ ग्रामर पढाइरा हो, क्वेसन मार्क। अब डब्लुएचमा कसरी लाने भन्दा, यही यस्तो क्वेसनको अगाडि के राखिदिने, डब्लुएच वर्ड राखिदिने, हि इज टिचिङ ग्रामर भन्छ उसले के पढाइरहेको छ भन्नु पर्यो, वाट राखिदिउँ, वाट। अब यस्तो क्वेसन सारिदिने हो, वाट इज हि टिचिङ, ग्रामर चाहिँ लेख्न पाइएन, बिना ग्रामर चाहिँ वाटको आन्सर हो नि त, पाइएन, सिम्पल तरिकाले यसरी भइहाल्यो। अब वाज आयो भने यही खालि यसको ठाउँमा वाज राखिदिने कुरा, त फर्मेसन त एउटै हो, कुरा सिम्पल छ है। अब लेट अस कम टु ह्याज ह्याभ। अब हामी ह्याज ह्याभतिर जाउँ, त्यो पनि सिम्पल छ कुरो, ह्याज ह्याभको कुरा पनि सिम्पल छ, ह्याज ह्याभको कुरा पनि सिम्पल छ। जस्तो अब तपाईँको ह्याज प्लस भर्ब 3, ह्याड प्लस भर्ब 3 है, अनि ह्याभ प्लस भर्ब 3, सिम्पल छ। नेगेटिभमा नट थपिदिने हो, यसमा क्वेसनमा सुरुमा यी भर्बहरू राखिदिने हो, ह्याज ह्याभ ह्याड राखिदिने हो, त्यस पछाडि चाहियो सब्जेक्ट, त्यस पछाडि चाहियो मेन भर्ब, अनि अब्जेक्ट। तपाईँले सुरुमा बुझ्नु भएको छ भने यो त सिम्पली बुझिहाल्ने हुन्छ। एउटा एक्जाम्पल यसको पनि दिउँ, जस्तो ही हैज कॉल्ड मी, उसले मलाई बोलाएको छ। अब नेगेटिभमा के छ, खाली ह्याज छ भनेपछि त नट थपे भइहाल्यो, ही hasn't called me, सिम्पल छ।
यस्तो क्वेसनमा कसरी लाने त यसलाई? के गर्नु परेन, यो ह्याजलाई अगाडि हिलाई पछाडि। किन भन्दा हाम्रो यस्तो क्वेसनमा सुरुमा भर्ब चाहिने हुन्छ। Has he called me? के उसले मलाई बोलाएको छ? अब जस्तो तपाईले हु युज गरेर डब्ल्युएच बनाउनु पर्यो, सिम्पल छ। सुरुमा डब्ल्युएच वर्ड चाहियो हामीलाई, डब्ल्युएच वर्डको डब्ल्युएच सेन्टेन्सको लागि हु राखौँ। हु हैज कल्ड मी, उसले बोलाएको भने हि चाहिएन, हु हैज कल्ड मी, सिम्पल छ कुरो है। हैज अ भ्याट जे आए पनि चेन्जै गर्नु त हो। अब अन्य भर्ब यसमा झुकिनु यसमा अन्य भर्बहरू पढ्नुभन्दा अगाडि अब हामी कहिलेकाहीँ ह्याज अ भ्याटमा हामी झुकिन्छौँ। भन्नुको अर्थ कहिलेकाहीँ ह्याज अ भ्याट चाहिँ विदाउट भर्ब 3 आउँछ। त्यो केसमा चाहिँ ह्याज अ भ्याटलाई हामीले के मान्नुपर्ने हुन्छ भन्दाखेरि भर्ब 5 भर्ब 1 र भर्ब 2 मान्नुपर्ने हुन्छ। अहिले यसलाई मैले क्लियर गरेँ, यति बुझिसक्नु भयो होला। यसलाई क्लियर गरेँ, यो बेसिक कन्सेप्ट मात्रै हो, सिम्पली हामीले पढ्छौँ यो। र अरू भिडियोमा चाहिँ हामी अलिकति एडभान्स कुराहरू पढ्छौँ, के कन्फ्युजिङ कुराहरू हामी पढ्छौँ है त। सिम्पल कुरा छ यहाँ। जस्तो कहिलेकाहीँ यो सेन्टेन्स हेर्नुहोस् त, सी हैज अ कार, सी हैज अ कार है। अनि सी हैज ड्रिभन अ कार, ड्राइभको भर्ब 3 हुन्छ है, ड्रिभन अ कार। अनि के फरक छ यो सेन्टेन्स दुईटामा भन्दाखेरिमा, फर्स्टको सेन्टेन्समा यो हैज भन्दा पछाडि भर्ब 3 छैन। सेकेन्ड सेन्टेन्समा हैज भन्दा पछाडि भर्ब 3 छ भन्दा यसलाई अघि हामीले पढे अनुसार हैजन्ट गरे भयो, फरक परेन। सी हैजन्ट ड्रिभन द कार, सी हैजन्ट नट थपेर ड्रिभन द कार, ड्रिभन अ कार है। तर यहाँ चाहिँ भर्ब 3 छैन भने पछाडि यहाँ अब यो हैजले मेन भर्बको रूपमा काम गर्छ है। यहाँ चाहिँ ड्रिभन मेन भर्ब हो, हैज हेल्पिङ भर्ब अथवा अक्सिलरी भर्ब हो भने यहाँ चाहिँ अब भर्ब छैन, अरू कुनै भर्ब छैन भने पछाडि यही मेन भर्ब हो। मेन भर्बको रूपमा ह्याज चाहिँ भर्ब 5 हो। किन भन्दा ह्याज चाहिँ ह्याभको भर्ब 5 हो, ह्याभ भर्ब 1 हो भने ह्याज चाहिँ भर्ब 5 हो। हामीले पढिसकेका छौँ भर्ब 5 को नेगेटिभ डज नट भनेर। अब के गर्ने नेगेटिभ गर्दाखेरिमा भन्दा सी हैज अ कार छ, नेगेटिभमा लानु पर्यो सी को सी है। अब सी हैजन्ट अ कार गर्न मिल्दैन, किन भन्दा यो हैज यहाँ मेन भर्बको रूपमा छ। मेन भर्बको रूपमा हैजले भर्ब 5 को काम गर्छ, भर्ब 5 को नेगेटिभ हुन्छ डजन्ट भने चाहिँ सी डजन्ट गर्नु पर्यो। अनि हामीले अघि के पढ्यौँ भन्दा डजन अनि डिडन्ट अनि डु नट भन्दा पछाडि भर्ब 1 आउँछ भनेको थियौँ। यो हैजको भर्ब 1 के हो त, यहाँ चाहिँ ह्याभ हो, सी डजन्ट ह्याभ अ कार, यसमा चाहिँ झुकिनु भएन है। अब यस्तो क्वेसन पनि त्यही हो, सुरुमा यो आउँछ सब्जेक्ट यहाँ जान्छ, डज राखौँ सुरुमा, के उसँग कार छ भन्नु पर्यो, डज सी, डज भन्दा पछाडि भर्ब 1 चाहियो, माथि ह्याजको भर्ब 1 हुन्छ ह्याभ, डज सी ह्याभ अ कार, लास्टमा क्वेसन मार्क है। अब ह्याज चाहिँ विदाउट भर्ब 3 आयो भने ह्याजले भर्ब 5 को काम गर्छ। त्यसै गरी अब जाउँ हामी ह्याभमा है। जस्तो यो सेन्टेन्स हेर्नुहोस्, अब दे ह्याभ अ कार, दे ह्याभ अ कार है। यहाँ पनि के छ, ह्याभसँग भर्ब 3 छैन। अघि ह्याभसँग भर्ब 3 हुँदाखेरि सिधै हामीले ह्याभन गराएको थियौँ, अब यहाँ ह्याभन गर्न पाइँदैन। अब के गर्नु पर्यो हामीले भन्दा यो ह्याभलाई भर्ब 1 मानिदिनु पर्यो, किनकि यो भर्ब 1 नै हो यहाँनिर, किन यो अहिले यहाँ हेल्पिङ भर्बको रूपमा आएको छैन, यो मेन भर्बको रूपमा आएको छ। किन भन्दा यसको पछाडि भर्ब 3 छैन, मेन भर्ब छैन। सो अब यो ह्याभ चाहिँ भर्ब 1 हो, भर्ब 1 को नेगेटिभ डु भनेर पढ्यौँ हामीले, डु नट भनेर पढ्यौँ कि हामीले, अथवा डन्ट भनेर पढ्यौँ। अब यसको नेगेटिभ के हुन्छ, दे ह्याभन अ कार गर्न पाइँदैन, यसको नेगेटिभ हुन्छ, अब यसको नेगेटिभ हुन्छ दे, यो भर्ब 1 भएको कारणले दे डोन्ट ह्याभ अ कार। तपाईँलाई नेगेटिभमा आए पछाडि यस्तो क्वेसनमा स्वतः आइहाल्छ, यहाँ डु हुँदो रहेछ भन्ने कुरो बुझिहाल्नु भयो भने चाहिँ यस्तो क्वेसनमा तपाईँले यस्तो क्वेसनमा कन्भर्ट गर्नुभन्दा अगाडि यसको नेगेटिभ के हो भनेर सोच्नु पर्दो रहेछ है। अनि हाम्रो सजिलो हुँदो रहेछ। अब सुरुमा के राखिदिउँ, डु राखिदिउँ, देको दे भइहाल्यो, डु दे। अनि यो ह्याभ आफैमा भर्ब 1 छ, डु भन्दा पछाडि नि भर्ब 1 नै आउँछ, डु दे ह्याभ अ कार, क्वेसन मार्क भइहाल्यो। ह्याज यदि भर्ब 3 सँग आएन भने ह्याज डजमा लाने,
ह्याड यदि भर्ब 3 सँग आयो भने ह्याडलाई डनमा लाने। सिमिलरली अब हामी ह्याडतिर जाउँ, यसलाई मेट दिएँ पहिला। अब ह्याडको कुरा त्यही हो फेरि, ह्याड भर्ब 3 सँग आएको छ भने ह्याडन गर्न पाइयो, भर्ब 3 सँग आएको छैन भने त्यतिखेर ह्याडको काम मेन भर्ब हुन्छ। मेन भर्ब भने चाहिँ मेन भर्बको रूपमा ह्याड चाहिँ भर्ब 3 हुन्छ। ह्याज एज अ मेन भर्ब भर्ब 5 हो। ह्याभ एज अ मेन भर्ब भर्ब 1 हो भने ह्याड एज अ मेन भर्ब भर्ब 2 हो। एज अ मेन भर्ब भनेको यिनीहरूको पछाडि यदि भर्ब 3 छैन भने तिनीहरू मेन भर्ब हुन्छन् है। छैन भने इन्टु है, छैन भने तिनीहरू मेन भर्ब हुन्छन्, एमभी हुन्छन्। अब हामी एउटा इक्जाम्पल लिउँ, जस्तो कि एचडी ह्याडको इक्जाम्पल। ओके, यु ह्याड अ कार। तिमीसँग कार थियो हैन त। अब तिमीसँग कार थिएन भन्नु पर्यो। यहाँ ह्याडसँग हामीसँग भर्ब 3 छैन भनेपछि यो मेन भर्बको रूपमा यहाँ काम गरिरहेछ। मेन भर्बको रूपमा ह्याड भनेको भर्ब 2 हो। भर्ब 2 को नेगेटिभ डिड भनेर पढिसकेको छ हामीले, डिडन्ट भनेर पढिसकेको छ। अब यसलाई नेगेटिभमा लानु पर्यो। कसरी लाने? सब्जेक्टको सब्जेक्ट नै बसिहाल्यो यु हैन। अब ह्याड न कार भन्न मिल्दैन। यु डिडन्ट ह्याभ अ कार भन्नु पर्यो। अब नेगेटिभ आएपछि यसमा क्वेसन स्वतः आइहाल्छ। यो डिडलाई फर्स्टमा राखिदिने, डिड, अनि यो सेकेन्डमा सब्जेक्ट डिड यु ह्याभ अ कार क्वेसन मार्क। यसमा आएपछि डब्लुएच क्वेसन पनि स्वतः आइहाल्छ है। यो हो ह्याज अ ह्याड एज अ मेन भर्ब अथवा ह्याज अ ह्याड एज एन अक्सिलरी भर्ब है। अब अरू कुराहरू, कन्फ्युजिङ कुरा भनेको यति नै हो है बेसिक कन्सेप्टमा। अरू भनेको जे छ त्यसलाई नट थपिदिने हो। अब अरू बाँकी भनेको हाम्रो मोडल भर्बहरू छन्, क्यान, कुड, सल, सुड, मे, माइट, जेसुकै भए पनि नेगेटिभमा नट थपिदिने, बास त्यति हो। अब अर्को बाँकी हाम्रो भनेको मोडल भर्बको कन्सेप्ट बुझ्न बाँकी छ, बेसिक कन्सेप्ट अन्तर्गत है। मोडल भर्बमा के गर्ने, जस्तो क्यान, कुड, सल, सुड हैन, मे, माइट, जेसुकै होस्, क्यान, कुड, सल, सुड, मे, माइट हैन, जेसुकै होस्, यिनीहरूको के गर्ने, नेगेटिभमा लानु पर्यो भने तिनीहरूको पछाडि नट थपिदिनु मात्रै हो। यस्तोमा लानु पर्यो भने के गरिदिने, त्यो अक्सिलरी भर्ब भनेको यो भर्बलाई फर्स्टमा राखिदिने, ती भर्बभन्दा पछाडि सब्जेक्ट राखिदिने, अनि मेन भर्ब राखिदिने एमभी, लास्टमा अब्जेक्ट राखिदिने क्वेसन मार्क। सिम्पल छन् कुराहरू, कुरा ज्यादै सिम्पल छन् है। अब जस्तो दे should attend the party। यहाँ मस्ट पनि थाहा है मैले, यहाँ मस्ट पनि थपेँ, अटो पनि थपेँ, जे छन् बाँकी के अरू हामीले अघि पढाभन्दा बाँकी जम्मैमा नटै थप्ने मात्रै अरू केही पनि छैन। दे सुड अटेन्ड द पार्टी भनेको छ है। दे सुड अटेन्ड द पार्टी, नेगेटिभ के त, खालि नट थप्ने भनेको छ होइन। देको दे, सुडको सुड राखिदिउँ, थप्दिने नट थपा भएर वान मार्क्स आउँछ। अटेन्ड द पार्टी, यस्तो कसैमा लैजा अथवा इन्टरगेटिभमा लैजा भन्ला, यसलाई सुरुमा राखिदिने सुड, दे, अनि अटेन्डको अटेन्ड गर्यो, द मिटिङको द मिटिङ गरिदियो, लास्टमा क्वेसन मार्क। यस्तो क्वेसन आएपछि डब्लुएच क्वेसन स्वतः आइहाल्छ। भेरी सिम्पल छ, कुरा एकदमै सिम्पल छन् है त। यो पनि क्लियर हो। अब लास्ट झुकिन सक्ने कुरा भनेको एउटा छ, त्यो हो हेज बिन, ह्याभ बिन, ह्याड बिन है। त्यसमा चाहिँ अलिकति झुकिनु भएन। जस्तो सिम्पल है, सी हेज बिन टिचिङ, सी हेज बिन टिचिङ फर 3 years। उनी 3 वर्षदेखि टिचिङ गरिरहेकी छिन्। यसलाई नेगेटिभमा लैजा भन्ला होइन। अब यहाँ धेरैले चाहिँ बिन भन्दा पछाडि नट गरिदिन्छ, त्यहाँनिर गडबड हुन्छ है। अब सी गर्न पर्यो, सी भन्दा पछाडि बिन छ, यहाँ सी हेज नट बिन गर्न पर्यो है। धेरै मिस्टेक चाहिँ सी हेज बिन नट गर्नुहुन्छ, त्यो चाहिँ मिस्टेक हुन्छ। सिम्पल छ। यस्तो क्वेसनमा कसरी लाने भन्दा सिम्पल छ। हेज त हामीसँग अलरेडी छ यहाँ, हेज सी, अब बिन बल्ल सब्जेक्ट पछाडि बिन राखिदिने, हेज सी बिन टिचिङ फर 3 years।
के उनी 3 वर्षदेखि पढाइरहेकी छिन् यसो जान्नु पर्यो है। अब ह्याभ आए पनि ह्याड आए पनि तरिका यही हो है त। सिम्पल कुरा हामीले आज डिस्कस गर्यौं। सेन्टेन्स हाउ पोजिटिभ सेन्टेन्सेस आर फर्म, हाउ नेगेटिभ सेन्टेन्सेस आर फर्म, हाउ एक्सनल क्वेसन्स आर फर्म भनेर पढ्यौं। तर हामीले पढ्नुपर्ने बेलामा चाहिँ पोजिटिभलाई नेगेटिभमा कसरी लाने भनेर इन डिटेल पढ्न अझै बाँकी छ। दिस इज ओन्ली फर योर बेसिक कन्सेप्ट है त। बेसिक कन्सेप्ट क्लियर भयो। पोजिटिभ सेन्टेन्समा सुरुमा सब्जेक्ट, त्यस पछाडि मेन भर्ब अनि अब्जेक्ट। अर्को पनि हुनसक्छ यसको स्ट्रक्चर, सुरुमा सब्जेक्ट, अक्सिलरी भर्ब पछाडि मात्रै पनि कहिलेकाहीँ मेन भर्ब हुन्छ अनि लास्टमा अब्जेक्ट। यो भयो पोजिटिभ सेन्टेन्सको स्ट्रक्चर। फेरि दोहोऱ्याएको मैले, यो भयो पोजिटिभ सेन्टेन्सको स्ट्रक्चर है। नेगेटिभ सेन्टेन्सको स्ट्रक्चर के हुन्छ त भन्दा केही गर्नु पर्दैन, यसैमा नट थपिदिने हो। सब्जेक्ट गर्यो, यो भर्बको पछाडि मेन भर्ब होस् अथवा जेसुकै होस्, अक्सिलरी भर्ब जेसुकै होस्, नट थपिदिने हो। लास्टमा अब्जेक्ट सेम टु सेम भइहाल्यो, फुल स्टप भइहाल्यो। अनि यसमा क्वेसनमा के गर्ने, यही अक्सिलरी भर्बलाई के गरिदिने, अगाडि ल्याइदिने हो, सब्जेक्ट सेकेन्ड लगिदिने हो, बाँकी सबै सेम छ। लास्टमा क्वेसन मार्क राखिदिने हो। डब्लुएच क्वेसनमा के हुन्छ, डब्लुएच क्वेसन डब्लुएच वर्ड सुरुमा राख्यो अनि अब अक्सिलरी भर्ब यहाँ आउँछ, यी सब्जेक्ट यहाँ राख्यो, बाँकी सबै यता राख्यो, क्वेसन मार्क। कुरा सिम्पल छ। तर के चाहिँ बुझ्नु पर्यो, के चाहिँ याद गर्नु पर्यो भन्दाखेरि कुन भर्बको नेगेटिभ कुन हो, जस्तो भर्ब 1 को डु नट, भर्ब 5 को डजन्ट, भर्ब 2 को डिडन्ट। ह्याजसँग भर्ब 3 आयो भने ह्याजन्ट गर्ने हैन, ह्याजसँग भर्ब 3 आएन भने डजन्ट गर्ने। यो चाहिँ याद हुनु पर्यो है। जस्तै ह्याभसँग भर्ब 3 आयो भने ह्याभन्ट गर्न पाइयो, तर भर्ब 3 छैन ह्याभसँग भने त्यो केसमा ह्याभन्ट गर्न पाइँदैन, डोन्ट ह्याभ गर्नु पर्यो हैन। सिमिलरली ह्याडसँग भर्ब 3 छ भने ह्याडन्ट गर्न पाइयो सिधै, तर ह्याडसँग भर्ब 3 छैन भने त्यहाँनिर ह्याडले मेन भर्बको काम गर्छ, डिन्ट ह्याभ गर्नु पर्यो। त्यो चाहिँ सामान्य कुरा हुन्। हामीलाई इन अ सर्ट पिरियड अफ टाइम वी क्यान मेमोराइज द्याट। त्यसलाई मेमोराइज गर्नु पर्यो। बेसिक कन्सेप्ट इज ओन्ली दिस मच है त। बेसिक कन्सेप्ट यति मात्रै हो, अरू बुझ्नु पर्दैन। बाँकी कुरा वी विल डिस्कस इन डिटेल इन अनदर भिडियो। ओके।